हामीहरू सन्चै छु, तपाईँ पनि सन्चै हुनुहुन्छ होला। आज म र मेरो छोरो दुईजना भिडियो बनाउन आँटेको छौँ। यो हाम्रो फर्स्ट ब्लग हो। तपाईँहरूले पनि यसो लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। आज म आफ्नै पसलमा भिडियो बनाएर बसिराखेको छु। हेर्नुहोस्, मेरो छोरो पनि मजाले हेरेर बसिराख्नु भएको छ। तपाईँहरू पनि यो भिडियोलाई माया गरिदिनु। अनि राम्रो राम्रो भिडियो हामी लिएर आइरहन्छु। अनि हामी अब पसलको यसो घुमघाम गर्दैछु। पसलभित्र के सामानहरू छ, हामी सबै दुईजना बाउ छोरा मिलेर यसो पसलभित्र नयाँ नयाँ सामानहरू के आछ यो फुलकुमारी दिदीलाई पक्कै थाहा होला। हेर्नुहोस् है फुलकुमारी दिदी, के सामान आछ हाम्रो पसलमा भनिदिनु त फुलकुमारी दिदी। मेरो बाबुको लागि छ, कटु छ कि डाइफर छ? मेरो बाबुले त अहिले डाइफर लाउने बेला मात्रै छ, कटु लाउने कहिले कहिले हिँड्नै सकिँदैन। के गर्ने? यो रहेछ उसको मामु, यो हो मिना कुमारी। यसलाई चिनिन्छ। अब मेरो छोरोको लागि डाइफर चाहिएको थियो, तर यो लुगा पसलमा त डाइफर पाउँदैन। अब डाइफर लिनको लागि त अब हामी मेडिकलतिर जान खोजिरहेछौँ, तर के गर्नु अहिले एकछिन टाइम छैन। अब म र मेरो छोरो दुईजनै अब जान्छु यो फुलकुमार अङ्कलको पसलतिर। ल, यो फुलकुमार अङ्कललाई पक्कै थाहा होला कि यहाँ डाइफर पाउँछ। मेरो छोरो कौन है ये लोग, कहाँ से आते हैं? अब यहाँ साडीहरू चाहियो भने यो यहाँ सबै प्रकारका साडीहरू पाइन्छ है। यहाँ सिल्कमा चाहियो भने सिल्क पाइन्छ, जापानिज चाहियो भने जापानिज पाइन्छ, अनि कटनमा चाहियो भने कटन पाइन्छ, सबै साडीहरू छ। ल, अब यो म र मेरो छोरो दुईजनै यो पसलभित्र भिजिट गर्दैछौँ। हजुरहरू पनि आएर भिजिट गर्नु होला है। यहाँ धेरै राम्रा राम्रा साडीहरू छ है। हजुरहरू पनि आएर यसो भिजिट गरिदिनु। यो यसमा हेर्नु साडीहरू कस्तो राम्रो राम्रो डिजाइनका साडीहरू छ है। हजुरहरूले चाहियो भने आउँदा हुन्छ। यहाँ लेहेङ्गा पनि मजाको लेहेङ्गा पाइन्छ, पार्टी वेयर लेहेङ्गाहरू पनि छ, अनि साडीहरू पनि छ, गाउनहरू पनि छ, नयाँ नयाँ डिजाइनका गाउनहरू पनि आइसकेका छ। हेर्नुहोस्, अब हाम्रो लागि अब छ कि छैन। यहाँ लेडिजको लागि मात्रै छ, यहाँ लेडिजको लागि मात्रै छ सामानहरू। चाहियो भने हजुरहरू पनि सम्पर्क गरिदिनु होला, आइदिनु होला यो पसलभित्र सामान किनिदिनु होला। ल, हाम्रो बाबुले सोध्ने गर्छ, दिदीलाई सोध त सामान हाम्रोमा के पाइन्छ? सोध त के सामान छ ज्याकेटमा? ज्याकेटमा ट्याग लगाउँछु, देखाइ पर्छ।